नमस्कार, म सेरोफेरो दैनिकको तर्फबाट डाँडागौरिम्बिक सुमथुमपोखा माङखिम अन्तर्गत यहाँ केही कुराकानी गर्नको निम्ति उपस्थित रहेको छु र विशेष यहाँ महागुरु टिकाराम राईको नाति दिनेश राईसित म केही कुराकानी गर्न लागेको छु र कार्यक्रममा यहाँलाई स्वागत गर्न चाहन्छु। हजुर, धन्यवाद है। नमस्कार। मेरो परिचय चाहिँ उहाँले दिइसक्नु भएको छ। म चाहिँ महागुरु टिकाराम राईज्यूको नाति। महागुरु टिकाराम राई चाहिँ को भन्नुहुन्छ भने तपाईँहरूलाई है, हामी यो सेरोफेरो मिडियाको तर्फबाट बताउन चाहन्छु है। महागुरु टिकाराम राई चाहिँ एक अहिंस धर्मको संस्थापक पनि हो र एक चाहिँ उहाँ चाहिँ यो सुमोङ लिपिको सर्जक होइन, आविष्कारक हुनुहुन्छ। जो सुमोङ लिपि चाहिँ वर्तमान सिक्किम राज्यको है सरकारी स्कुलमा राई नानीहरूले होइन त्यही लिपिबाट चाहिँ शिक्षा आर्जन गरिरहेको छ होइन। त्यो पनि तपाईँहरूलाई है यही सेरोफेरो यो अनलाइन मिडियाको तर्फबाट जानकारी दिन चाहन्छु। विशेष यहाँलाई स्वागत गर्दै है। खास कुरो चाहिँ अब हामी आजको यो कार्यक्रममा यहाँसँग जुन स्वर्गीय टिकाराम राई उहाँ एकजना मामुली साधारण मानिस थिएन भन्ने कुरा हामी बुझ्छौँ र उहाँलाई कस्तो दृष्टिले हेर्नुहुन्छ? उहाँ चाहिँ अब है एज म उहाँको नातिको हैसियतले है उहाँले जति पनि उहाँको जीवनकालमा दिनुभएको है हामी हाम्रो समाजलाई राई जातिलाई मात्र नभएर सम्पूर्ण हामी नेपाली खाली जातिलाई दिनुभएको है यो आध्यात्मिक मार्गको जुन चाहिँ उहाँले एउटा मार्गदर्शन दिनुभएको छ। तपाईँले देख्नुभयो सुमथुमपोखा परिसरमा महागुरु टिकाराम राई अनि उहाँको भाइ बलराम बालाबिन्दुद्वारा है यो रामम खोला परिसरमा जम्मा 9वटा है मन्दिरहरू माङखिमहरूको निर्माण गरेको छ। अनि उहाँहरूले एउटा सत्य अहिंस धर्मको मार्गदर्शन उहाँहरूले है देखाउनु भएको छ उहाँहरूले होइन। र उहाँलाई चाहिँ एज हामी धर्म गुरु भनेर है मान्दछौँ। अनि एक चाहिँ उहाँलाई के भनेर मान्दछौँ भने एउटा यो लिपिको होइन सुमोङ लिपिको सर्जक पनि सृष्टिकर्ता मान्दछौँ। त्यो हिसाबले हामी हेर्छौँ उहाँलाई होइन। हजुर, विशेष हामीलाई धेरैले थाहा नभएको कुरा हुनसक्छ यो है। राई जातिको जुन एउटा लिपि छ यो लिपि चाहिँ स्वर्गीय टिकाराम राई उहाँको बाजेले सृष्टि गर्नुभएको कुरो हामीलाई थाहा हुन्छ र यो साधारण कुरो थिएन यो लिपि सृष्टि गर्नुको निम्ति। र यो लिपिलाई सृष्टि गर्दाखेरि चाहिँ उहाँले आफ्नै मनले खुसीले गर्नुभएको हो कि उहाँलाई कुनै पनि एउटा देवशक्ति भएर उहाँले गर्नुभएको थियो? अलिकति जानकारी गरिदिनुहोस् न। हजुर, यो चाहिँ विशेष यो लिपिको सृजना चाहिँ कसरी भयो भनेदेखि चाहिँ है उहाँलाई चिन्नु पर्दाखेरि उहाँ बाल्यकालदेखि नै चाहिँ उहाँ होइन ध्यान गर्ने है मेडिटेसन गर्नुहुन्थ्यो होइन। उहाँले बाल्यकालदेखि नै गरेको उहाँले लेखिराख्नु भएको छ आफ्नो जीवन कथाहरू। अनि हामी त्यसलाई प्रकाशन गर्नेमा छौँ है। अनि बाल्यकालदेखि नै उहाँले आफ्नो मेडिटेसन गरेर उहाँ स्कुल नगएको मान्छे हो। अनि पछिल्लो समयमा उहाँले आफ्नो ध्यान प्राप्त गरी आफ्नो माङ शक्तिद्वारा है नै यो लिपिहरू सृजना गरेर है उहाँले उहाँको लेखाइ अनुसार चाहिँ है चुलाबाट यो जुन चाहिँ सुम्तुलुङ छ है हाम्रो राई जातिको त्यही चुलाबाट चाहिँ है चुलाको भुप्रोबाट चाहिँ खरानी छरेर चाहिँ त्यो खरानीमा चाहिँ यो सुमोङ लिपि भन्ने चाहिँ उहाँले सृजना गरेको जुन चाहिँ सुमोङ लिपिको अल्फाबेटहरू है त्यहीँबाट चाहिँ उहाँले यो सुमोङ लिपिकै मार्फतबाट चाहिँ उहाँले सुमोङ भन्ने एउटा मुन्दुम लेखिएको छ है। त्यो मुन्दुमबाट हामीले अब दैनिकी पूजाहरू भयो होइन। अनि मुन्दुमहरू अन्य पञ्चकर्म मुन्दुमहरू त्यसबाट लेखेको छ जो चाहिँ हामी राईहरू जन्मेदेखि मृत्युसम्मको कर्मकाण्ड भजन छ, भविष्यवाणी छ होइन त्यही लिपिबाट सुमोङ लिपिबाट। अनि अन्य अब मन्त्रहरू छ है, झारफुक गर्ने मन्त्रहरू छ होइन। अनि दबाई पानीको कतिवटा होइन भन्ने होइन जडीबुटीको विषयमा लेखिएकोहरू छ। यस्तै भजन प्रवचनहरू लेखिएको छ होइन यो लिपिबाट।
र यो लिपि चाहिँ माग शक्तिबाट नै प्राप्त गरेको उहाँले। हजुर हजुर। भनेपछि उहाँ अब एकजना यस्तो व्यक्ति हो, उहाँले अब ध्यान गरेर नै एउटा ईश्वरत्व प्राप्त गरिसकेको सक्नुभएको थिएछ है। र लगभग उहाँले यो लिपि लेख्नु भएको कति वर्ष भयो होला? यो लिपि लेखेको चाहिँ तपाईँको अन्दाजी यो विक्रम सम्वतको कुरा हुँदा चाहिँ 1989 है, 1989 हो विक्रम सम्वतमा चाहिँ यो लिपिको सृजना श्रावण 1 गते भनेर उहाँले है सृजना गरिसक्नु चाहिँ अब चुला अथवा होइन बाट चाहिँ आफ्नो चुला सुन्तोलुङबाट चाहिँ को बोप्रोबाट चाहिँ मैले अब लेखेको हो भनेर उहाँले लेखेको छ। र यसको अन्दाजी उमेर भनेको अहिले होइन त्यस्तै 80-82 वर्ष अघिको हुनसक्छ होइन। भनेपछि उहाँले जुन एउटा यो राई जातिको निम्ति गर्नुभएको थियो है। र अहिले यो लिपि कतिको प्रचलित छ या त कतिको मान्छेले यसलाई प्रचलनमा ल्याएको छ, त्यो यो विषय अलिकति जानकारी गरिदिनुहोस्। यो लिपि चाहिँ अब प्रचलनमा छ कति छ भन्ने है यो प्रश्नको जवाबमा चाहिँ अब सिक्किम राज्यमा त तपाईँले अघि भनिहाले सरकारी स्कुलमा यही लिपिबाट है पठन पाठन भइरहेको छ। तर एउटा मुख्य कुरा चाहिँ यो लिपि सृजना भएको यो जुन चाहिँ छ है सुम्तुम्बोका सृष्टिभूमिलाई चाहिँ अब मानिसहरूले अब त्यति अब होइन चिनेको छैन, चिन्नु सकिरहेको छैन, चिनाउनु सकिरहेको चाहिँ छैन होइन, चिनेको चाहिँ छैन, त्यो अवस्थामा छ। र यो जुन लिपिलाई अब हामीले यहाँनिर सृष्टि भयो र यसलाई हामीले प्रचलनमा ल्याउनुको निम्ति के कस्तो भूमिकाहरू निभाउनु पर्छ जस्तो लाग्छ तपाईँलाई? अहिले हामी चाहिँ के हो भनेदेखिलाई हामी ल्याक भएको कारण चाहिँ प्रचार प्रसारको कमी पनि हो। र अब यो धर्म चाहिँ महागुरुको मृत्युपछि चाहिँ अब अलिकति लथालिङ्गै अवस्थामा गयो है। महागुरुको मृत्युपछि चाहिँ यसलाई सम्हालेर लाने है, यसलाई एज अ टाइम यसलाई कन्टिन्यू गर्नेहरूको अब ल्याक भएको कारणले गर्दाखेरि चाहिँ होइन यो धर्म त्यति है यो भूमि अलिक पछाडि परेर गएको होइन। र यो लिपि सृष्टि भएको भूमिलाई पनि अलिकति अब त्यस्तै कारणवश कतिवटा होइन कारणले गर्दाखेरि चाहिँ अब यो भूमिलाई देखाउन सकिएन त्यो समयमा। र अहिले आएर चाहिँ हामीले अब भरसक प्रयास गरिरहेका छौँ है। वर्तमान सिक्किम सरकारहरूलाई पनि हामीले बुझाउने है, उहाँको सरकारमा काम गर्ने होइन हाम्रो अधिवानहरूलाई चाहिँ हामीले प्रयास गरिरहेका छौँ कि यो सृष्टिभूमि चाहिँ यहाँ हो, यो लिपिको सृष्टिभूमि भनेर हामीले प्रयास गरिरहेका छौँ। त्यस्तो छ। र विशेष गरेर यो लिपि सम्बन्धमा यो लिपिको जुन एउटा प्रचलनमा ल्याउनुको निम्ति किताबहरू के कस्तो प्रबन्ध छ? किताबहरू चाहिँ अब यो लिपिबाट चाहिँ अब स्कुलमा पढ्ने जस्तै अघिदेखि मैले भन्दैछु बाबा है यो सिक्किमको यो सरकारी स्कुलमा पढ्ने किताबहरू चाहिँ सबै कम्प्युटराइज भएर है छापामा नै आइरहेको छ। जस्तै अन्य नेपाली इङ्ग्लिसहरू जसरी त्यो बुक्सहरू निक्लिँदैछ त्यसरी नै है यो सुमुङ लिपिबाट राईहरूको नानीहरूलाई पढाउने राई ल्याङ्ग्वेजको किताबहरू निक्लिरहेको छ। तर यो मुन्दुम उहाँले लेखेको यो जति मुन्दुमहरू छ, पञ्चकर्महरू छ, भजन भयो है, अन्य भविष्यवाणी भयो, अन्य कतिवटा यहाँनिर विषयवस्तुहरू छ है, ज्ञानका कुराहरू छ, सृष्टिको कथाहरू छ है। यो चाहिँ अहिलेसम्म हामीले अब बुक्सको रूपमा चाहिँ किताबी रूपमा चाहिँ हामी दिन सकेका छौँ। जति महागुरुले लेख्नु भएको यो हस्तलिखित र शिलालेखहरू छ है त्यसमै सीमित रहेका छ। र हामी अहिले प्रयास गर्दैछौँ है, यो हामीले पाठ गरेर अहिले काम गर्नेमा छौँ। यो प्रथम चरणमा चाहिँ हामीले उहाँको जीवन कथालाई चाहिँ हामी अब किताबी रूप दिनेमा छौँ है। यो अहिले हाम्रो 90% काम भइसकेको छ। हामी यो सालभित्र कुनै पनि समय हामी त्यसलाई विमोचन गर्नेछौँ र तपाईँहरूको समक्षमा हामी लिनेछौँ। उहाँले जीवनमा गरेको कतिवटा दुःख कष्ट पिरहरू गरेर योलाई है यो लिपि यो होइन यहाँको माङ्खिङहरू सृष्टि गरेको छ त्यसको सम्पूर्ण जानकारी उहाँले लेखिराख्नु भएकोलाई चाहिँ हामीले त्यसलाई नेपालीकरण गरेर चाहिँ होइन अहिले हामी त्यसलाई अगाडि बढाएको छौँ त्यो कामलाई। अनि पछिल्लो हामी दोस्रो चरण तेस्रो चरण गरेर हामी यो काम गर्नेमा छौँ। दोस्रो चरणमा चाहिँ हामी यो पञ्चकर्महरू है लाई अनि काम गर्नेमा अनि पञ्चकर्म भयो अनि उहाँको भविष्यवाणी यो भजन प्रवचन सवाईहरू छ है कथाहरू छ होइन यो चिजलाई हामी दोस्रो चरणमा गर्नेमा छौँ। अनि अन्तिम चरणमा चाहिँ मुन्दुमलाई लेख्ने थर्ड
हामी क्याटेगोरी वाइज काम गर्नेमा चाहिँ हामीलाई सहज हुन्छ। र विशेष उहाँ एकजना अब एउटा देवशक्ति भएको मान्छे हुँदाहुँदै पनि यहाँनिर धेरै मान्छेहरूले चिनेको छैन भन्ने कुरो छ। र अहिले उहाँको भक्तहरूमा कति कहाँ कुन कुन ठाउँबाट चाहिँ विशेष तपाईँहरूसँग सम्पर्कमा हुनुहुन्छ? अहिले हामी अथवा अहिले भन्दाखेरि पनि महागुरुको समयदेखि नै हामीसँग होइन यो धर्मसँग जडित है, यो अहिंसा नियमवंशी धर्म है उहाँले भन्नुभएको छ। यो धर्मसँग जोडिनेहरू चाहिँ नेपालको सोलुखुम्बुको यो रनेम देउसा भन्ने है गाउँ छ, त्यहाँनिरबाट धेरै मात्रामा है भक्तजनहरू छन्, अहिंसा भक्तिहरू छ। अनि नेपालको यो पूर्व नेपालको पाँचथर एरियामा है यो तपाईँको नाम्लुवा भयो, त्यहाँनिर नाम्लुवाको परिसरको गाउँहरूमा है त्यतातिर पनि हाम्रो भक्तिहरू छ होइन। त्यहाँ जरिङ्गे अथवा के भन्छ त्यो जग्गाको नाम बिर्सेँ है, त्यो जग्गातिरबाट पनि छन् भक्तिहरू। अनि सिक्किममा त तपाईँको यो टिकपुर दरामदेन क्षेत्र भयो है, बुढाखोप भयो, तपाईँको यो मङ्ले होइन, परेङ गाउँ भन्ने धेरै, त्यहाँदेखि यता रोलेपहरू भयो, अहिले आएर नाम्चीतिर पनि होइन हामीले प्रचार प्रसार गर्ने प्रयास गरिरहेको छौँ, यो धर्मलाई अघि देखाउने काम गरिरहेको छौँ। अनि दार्जिलिङ क्षेत्रमा चाहिँ तपाईँको यही यो सुमथुम्पुखा गाउँमा हामी है, अनि यो सेपी भन्ने गाउँ र रिम्बिकमा खै, र यो जस्तै माने भन्ज्याङको यो आरुपोटेमा होइन, जस्तै यहाँ कृष्ण शान्तिवार हुनुहुन्छ। अनि यता आएर यो लौदमादेखि केही मासतिर यो राई गाउँहरू छ, त्यतातिर होइन बतासी भन्ने जग्गाहरूतिरबाट हामी यो अहिंसा भक्तिमा चाहिँ अब है भक्तजनहरू चाहिँ छ। र विशेष गरेर यो अहिंसा धर्म भनेर यहाँनिर भनिँदैछ है, र यो वास्तवमा चाहिँ कस्तो के यो धर्ममा के कस्तो खालको अलिकति फरक छ, हिन्दू या किरात या यस्तोमा चाहिँ के फरक छ, के देख्नुहुन्छ? अब अहिंसा भनेपछि सायद मेरो विचारमा अब निर्वंशी हुनसक्छ है, र के कस्तो छ यो सात्विक हो? हामी त एक त अब सात्विक त हुँदै हो है, हामी निर्वंशी हो होइन। अनि भिन्नता भनेको त धर्म त सबै एकै नै हो होइन। भिन्नता के छ भने गर्ने तरिकाहरू भनेको अब हामी हाम्रै भाषाबाट गर्छौँ होइन, र हामी प्रकृति पूजाहरू गर्छौँ, हामी सुतोलनको पितृको पूजाहरू गर्छौँ होइन। अनि पञ्चकर्म हामीले गर्दाखेरि हाम्रो आफ्नै मुन्दुमहरू छ। अनि अब धर्म यो माङखिमहरूको चाहिँ अब यो माङखिमहरू चाहिँ कस्तो छ भने विभिन्न किसिमको माङखिमहरू छ यहाँ होइन। जस्तै हामी रामबाम खोलामा गएर त्यहाँ दुईवटा ठुलो ठुलो भिड चट्टानहरू खोलेर है महागुरु टिकाराम अनि बलराम गुरुहरूले बनाएको मन्दिरहरू छ त्यहाँनिर होइन। त्यहाँनिर चाहिँ तपाईँले त्यहाँको मन्दिरको इम्पोर्टेन्स भनेको चाहिँ त्यहाँ सर्वधर्मको केन्द्रभूमि हो, किन त्यहाँनिर तपाईँको हिन्दू बुद्धिस्ट होइन, जिजस होइन, सबैको होइन, बुद्ध भगवान्को नक्सा त्यहाँनिर हामी सेवा गर्छौँ, त्यहाँनिर जिजसलाई हामी सेवा गर्छौँ होइन। त्यो प्रकारले होइन मेन थिम भनेको महागुरुहरूको चाहिँ अब धर्म एकै हो है, हाम्रो केन्द्रभूमि एकै हो हामी होइन। तर हामी चाहिँ अब उहाँको भनेको के भने धर्मको लडाइँ गर्नु हुँदैन है, सबै धर्मलाई सम्मान गर्नुपर्छ, तर आफ्नो धर्म चाहिँ छोड्नु हुँदैन भन्ने हेतुले अनि सबै धर्मको केन्द्रहरू उहाँले राखिदिएको छ। यहाँ माङखिमहरू छ है, माङखिमहरू ग्रहहरूको होइन, प्लानेट्सहरूकोलाई सेवा गर्ने होइन। अनि किरातीश्वर धामहरू छ, यहाँ हाङखिमहरू छ होइन। हाम्रो यो पितृ हाम्रो राईहरूको पार्टिकुलर पितृ गर्ने पितृहरूलाई सुप्तुलुङलाई सेवा गर्ने केन्द्रहरू छ होइन। अरू पञ्चहरू होइन, रावा रावा पाछा पाछा भन्छ होइन, पञ्चहरूले गर्ने होइन सेवा गर्ने मन्दिरहरू माङखिमहरू बनाइदिएको छ जस्तो। र उहाँहरूको मेन के भनौँ मेन भिजन अथवा मेन उहाँहरूको थिम नै चाहिँ के हो भनेदेखिलाई सबै धर्मलाई सम्मान गर है, तर आफ्नो धर्म चाहिँ नछोड है, आफ्नो संस्कार नछोड भन्ने चाहिँ उहाँहरूको मेन अब भनाइ चाहिँ त्यो प्रकारको यो धर्म चाहिँ। विशेष उहाँले जुन एउटा यो लिपिको निम्ति या उहाँले यो जति पनि धर्म स्थापनाको निम्ति उहाँले एउटा के भनौँ ध्यान है गुफा बसेर उहाँले ध्यानहरू गर्नुभएको कुराहरू हामी सुन्यौँ। र उहाँले कहाँ कस्तो तरिकाले गुफाहरू बस्नुभयो?
उहाँको जुन चाहिँ उहाँले लेख्नुभएको जीवन कथा अनुसार उहाँले बाल्यकालदेखि नै उहाँको मनमा चाहिँ ईश्वर है मागहरू पारो सुन्नेमा यस्तो भन्ने होइन मागहरूको चाहिँ जुन चाहिँ छ शब्द चाहिँ उसको मनमा आउने मुखमा आउने है मागहरूलाई पूजा गर्ने सम्झिने चाहिँ आइरहन्थ्यो भनेर उहाँ लेख्नु भएको छ है त्यसरी नै उसले बाल्यकालदेखि नै अब मागहरूलाई सम्झिँदै होइन छन् सम्झिँदै आएको है र पछि ऊ बाल्यकालदेखि किशोर अवस्थामा आएपछि अझै उसले बेसी मात्रामा ऊ जङ्गलै बसेको छ ऊ गोठाला बसेको छ गोठाला बसेकोले गर्दाखेरि ऊ एक्लै बसेको छ है जङ्गलमा अनि ऊ त्यो ध्यान गर्दै अब होइन त्यत्तिकै जङ्गलमा ध्यानहरू गर्दै मागहरूको ध्यान गर्दै उहाँले त्यत्तिकै प्र्याक्टिस भएर चाहिँ उसले अझै पछि डे बाई डे ऊ अब आफ्नो मेडिटेसनको अब जुन चाहिँ लेभल छ होइन जुन चाहिँ हाम्रो 7वटा चक्र छ है त्यो चक्रहरूलाई चाहिँ एक्टिभ गरेर अब अन्तिम हाम्रो यो माथिको चक्र छ जुन चाहिँ चक्रलाई ओपन गरेर चाहिँ उहाँले होइन जुन चाहिँ ब्रह्माण्ड युनिभर्सभित्र के छ कसो छ भने उहाँले सबै गुणस्थ रूपमा उहाँले देखेको दर्शनहरू चाहिँ उहाँले यो किताबी रूपमा लेखिदिनु भएको छ विशेष उहाँ एकजना अब के भनौँ आकाशवाणी भएर उहाँ एकजना विद्वान भन्दाखेरि पनि उहाँ अब अलिकति कस्तो भने शक्ति भएको मान्छे है भनेर हामी चिन्छौँ महागुरु र उहाँले जुन एउटा मन्दिर स्थापना गर्नुभएको मैले देखेँ पाँचपाण्डवको मन्दिर भीमसेन के मन्दिर छ यहाँ माथि है एउटा हामी त्यसलाई हाङखिम भन्छौँ होइन हजुर त्यसमा विशेष कतिवटा अस्त्र शस्त्रको त्यहाँनिर लोगोहरू हामीले देखेको छौँ है र त्यो विषयमा अलिक जानकारी गराइदिनुहोस् न यो चाहिँ हाङखिम हो है हाङखिम हाम्रो मुन्दुमले चाहिँ हाङखिम भन्छ हाङखिम भनेको चाहिँ हाम्रो यो 9 लाख किरातहरू चाहिँ अब यो हाम्रो महागुरुले जुन चाहिँ भन्नुभएको छ है जुग चाहिँ 4वटा हो र मुन्दुममा छ्यामादोङ बुवामादोङ तायामादोङ र कुयामादोङ भनेर भनेको छ होइन र अहिले कुयामादोङदेखि पनि होइन अन्तिम स्टेजमा उहाँले सकिसकेको छ कुयामादोङ यो अङ्ग्रेजी साल विक्रमसम्म 2003 सालदेखि यता भनेको एकदम छ्यामादोङ है सत्यजुग लागिसकेको छ होइन मान्छेले हजुर फिल्म मात्रै नगरेको होइन बिस्तारै हेर्दै जानु संसारमा परिवर्तनहरू आउँछ भने उहाँले भविष्यमा बाँधिरहनु भएको छ यो 2003 सालदेखि अनि अब सत्यको जित हुन्छ है अहिंसा धर्मको जित हुन्छ भनेर उहाँले लेख्नु भएको छ अनि त्यो हाङखिमको हामी कुरा गर्दाखेरि चाहिँ त्यहाँ हाङखिममा तपाईँले विभिन्न किसिमको होइन सिम्बोलिक चिजहरू देख्नु भएको छ त्यो चाहिँ तपाईँको त्यहाँनिर महागुरुको मुन्दुम अनुसारको त्यहाँनिर उहाँले त्यहाँ दर्शाएको होइन त्यहाँ उहाँले भन्नुभएको छ यो सृष्टि हुनुभन्दा यो युनिभर्सिटी सृष्टि हुनुभन्दा अगाडि चाहिँ यहाँनिर चाहिँ कालो धुन्द्रो मात्रै थियो भनेर उहाँलाई मागले भन्यो भनेर चाहिँ है उहाँले यसरी भन्नुभएको छ होइन मुन्दुममा गोदी हर्गो यो मादा पवलो माखाचक गोदी हर्गो यो मादा भनेर भन्नुभएको छ होइन यो ब्रह्माण्ड सृष्टि हुनुभन्दा अगाडि चाहिँ यहाँ चाहिँ एउटा पवलो भनेको माखाचक भनेको है हाम्रो मुन्दुम अथवा भाषाबाट माखाचक भनेको कालो होइन पवलो भनेको चाहिँ अब धन्द्रो मात्रै थियो भनेर चाहिँ उहाँले अब त्यसरी मुन्दुममा दर्शाउनु भएको छ त्यो त्यसको सिम्बलिकहरू त्यहाँनिर अनि त्यहाँबाट चाहिँ पछि एउटा मागले इच्छा गरेर चाहिँ होइन सुम पम पौ मरु हुवा गोदीहरूको यो मादा भन्ने यस्तो है मुन्दुममा लेखिएको छ है त्यहाँ सुम भयो होइन अनु परमाणुहरूको एउटा होइन छिट्टाहरू एकदम आँखाले भ्याउनु नसक्ने छिट्टाहरू देखेर त्यहाँ चाहिँ तपाईँको एउटा साइक्लोन जस्तो है एउटा मतलब रिभल्भ भएर चाहिँ होइन चक्रको एउटा सिर्जना भएर चाहिँ त्यो चक्रमा चाहिँ इलिमेन्ट्सहरू 5 इलिमेन्ट्सहरू होइन सबै पञ्चतत्त्वहरू पसेर चाहिँ पछिबाट त्यो गोला चाहिँ बढ्दै गएर चाहिँ अन्तिममा चाहिँ त्यो चाहिँ हिट भएर चाहिँ पड्किएर विस्फोट भएर है त्यसलाई चाहिँ मरुभुवा भनेको छ मुन्दुममा मरुभुवा भएपछि चाहिँ त्यो चाहिँ बिस्तारै त्यहाँबाट बाफहरू निक्लेर बाफलाई चाहिँ फेरि हावा चलेकोले गर्दा त्यो हावाको फेरि त्यसलाई चिसो भएर चाहिँ त्यहाँबाट चाहिँ शीतहरू होइन तिरीको चाउको छुवाको धिवाको तामदुकोहरू यसरी अब भएर मसिनो छिटा होइन थोपाहरू जडेर चाहिँ खोला नाला नदी सागर महासागरहरू भएर यो संसार जलमय भएर गएको उहाँले त्यहाँदेखि जलबाट चाहिँ सृष्टि भएको भनेर उहाँले होइन प्रथम चाहिँ जलमा सृष्टि भएको जलचर प्राणीहरू भनेर उहाँले मुन्दुममा लेख्नु भएको छ त्यस्तो है हाङखिममा जुन चाहिँ देखाएको चिजहरू अनि अस्त्र शस्त्रहरू है कुराहरू त्यहाँनिर अस्त्र शस्त्रहरू किराँतहरूले
अब चलाएको हजुर है हतियार हामी कृषि गर्ने होइन हामी किराँतहरू अनि सबै त्यहाँनिर अस्त्र शस्त्रहरू छ होइन है हतियारहरू छ होइन कोदालो कुटो हँसियाहरू सबैको पूजा सेवा गर्ने है त्यस्तो त्यहाँनिर अनि पारुङ सुम्ने बाटोमा एउटा थानहरू छ कालचक्रहरू छ शनि ग्रहहरूको त्यहाँ राखिएको छ शनि ग्रहलाई सेवा गर्ने शनि ग्रहको सेवा किन गर्ने भन्दाखेरि चाहिँ शनि ग्रह चाहिँ तपाईँको हामी कृषि गर्नेहरूको लागि चाहिँ है शनि ग्रहको एकदमै मुख्य हामीले कृषि गरेको फसलहरूमा कतिको अन्नबाली फल्ने होइन भन्ने चाहिँ शनि ग्रहको रे छ जुन चाहिँ होइन त्यो रेमा बाट चाहिँ अब होइन उसको असरबाट उसको ब्लेसिङबाट चाहिँ कति फल्ने भन्ने कुराहरू चाहिँ हुँदो रहेछ होइन त्यसमा दाना कति लाग्ने कि नलाग्ने फोस्रिने कि पुरा फल्ने भन्ने कुरा चाहिँ शनि ग्रहको ब्लेसिङबाट हुने भएकोले हामी त्यो शनि ग्रहलाई त्यहाँ हामी सेवा गर्छौँ अनि अर्को पाटोमा हेऱ्यो भनेदेखि त्यहाँनिर मकुटहरू देखिन्छ त्यो चक्रवर्ती मकुट भनेर महागुरुले भन्नुभएको छ त्यो मकुट चाहिँ चक्रवर्ती मकुट भनेको चाहिँ तपाईँको उहाँले भन्नुभएको छ भविष्यवाणीमा कि एउटा संसारमा शक्तिशाली एउटा मानवको जन्म हुन्छ है त्यो ऊ चाहिँ चक्रवर्ती राजा हो है संसारको राजा एकैजना हुनेछ उहाँ होइन उहाँको जन्मपछि त्यहाँदेखि चाहिँ टोटल सत्यजुग हो र त्यो समय नजिक छ भन्नु उहाँले चाहिँ होइन भक्ति गर्नुहोस् अहिंसा मार्गबाट होइन कर्म गर्नुहोस् काटमार नगर्नुहोस् होइन खोला नाला देवी देउरालीलाई खुन नगर्नुहोस् होइन भनेर चाहिँ उहाँको मेन चाहिँ त्यो होइन अशुद्ध चिजहरू नचलाउनु शुद्ध चिज भने पान फुलले पूजा गर्नुहोस् प्रकृतिलाई भन्ने उहाँ मेन थिम चाहिँ त्यो विशेष यो कुरा तपाईँले एकदमै उचित कुरा राख्नुभयो तर अशुद्ध कुराहरूमा चाहिँ तपाईँ कुन कुरोलाई मान्नुहुन्छ अशुद्ध कुरो अब मैले मान्ने भन्ने कुरा होइन है महागुरुले जुन चाहिँ लेख्नु भएको अनुसार चाहिँ अशुद्ध चिज भनेको नि अब अल्कोहोलिक होइन जारक्सीको कुरा हुन्छ होइन जसले चाहिँ हाम्रो समाजलाई अहिले होइन बिगार्ने अथवा हाम्रो मात्रै नभएर संसारकै एउटा परिवारलाई समाजलाई बिगार्ने भनेको नि होइन जारक्सी हो जसको अधिक सेवनले गर्दाखेरि परिवार भत्किएको छ उसको स्वास्थ्य गएको छ उसको आर्थिक रूपहरू गएको छ होइन स्वास्थ्य भत्किएपछि उसको आर्थिक पनि गएको छ यसो गर्दाखेरि घर परिवारमा झै झगडा छ होइन मेलमिलाप छैन होइन यसो गर्दाखेरि महागुरुले चाहिँ यो चाहिँ एकदमै अब अशुद्ध चिज हो लिनु हुँदैन भन्ने कुरो हो होइन हामी उहाँले अब उहाँहरू त एउटा अब दार्शनिक आध्यात्मिक गुरु भएकोले गर्दाखेरि होइन उहाँले मारकाट होइन पशु प्राणीलाई पनि जिउने अधिकार छ हजुर होइन त्यसो गर्दाखेरि उहाँहरूलाई पनि काटेर है उनीहरूलाई पनि फुल्ली उसको पनि लाइफ जिउने अधिकार हुन्छ होइन त्यसरी मारेर काटेर खानु हुँदैन अझै खोला नाला देवी देउरालीलाई चाहिँ अब त्यो खुन भोग गर्ने आफ्नो कुलपितृहरूलाई खुन भोग गर्ने चाहिँ अब त्यो चाहिँ गलत नीति हो भनेर उहाँले चाहिँ अब अहिंसा नीतिबाट गर्नुपर्छ भन्ने उहाँले चाहिँ मार्गदर्शन गर्नुभएको छ विशेष यहाँनिर अब अहिले तपाईँले जुन कुरा गर्नुभयो मुन्दुमदेखि लिएर यहाँनिर भजनदेखि लिएर सबै भविष्यवाणीहरू छ भन्ने कुरा राख्नुभयो है र महागुरु टिकारामज्यूले जुन उहाँको समयमा गर्नुभएको भविष्यवाणी के कस्तो छ अलिकति जानकारी गरिदिनुहोस् भविष्यवाणीहरू है अब कति लेखिएको छ कति चाहिँ उहाँले भर्बली होइन समकालीन उहाँको चेलाहरू अथवा परिवारहरूलाई भनिरहेको कुराहरू छ अनि उहाँले लेखेको भविष्यवाणीहरूमा मेन अघि तपाईँलाई भने होइन एउटा चक्रवर्ती राजाको जन्म हुनेछ है अनि उहाँ शक्तिशाली है उहाँ कल्की अवतार हुनेछ भनेर उहाँ लेख्नु भएको छ तपाईँले कल्की धाम पनि देख्नुभयो त्यो समयमा भनेको कल्की धाम अनि दोस्रो भविष्यवाणीहरू भनेको यहाँनिर है 2003 साल अङ्ग्रेजी सम्मतमा होइन अमेरिकनहरू आएर होइन नातिको पालामा आउँछ भनेर होइन उहाँले लेख्नु भएको है र हामी 2003 सालदेखि यहाँनिर अमेरिकनहरूसँग हामी जोडेर काम गऱ्यौँ 2015-16सम्म है त्यो भविष्यवाणी चाहिँ पुरा भयो हजुर त्यसरी लेखिरहेकै छ होइन यही बुक्समा छ तपाईँको त्यो भविष्यवाणीहरू होइन हामीले सबै त्यो भविष्यवाणीहरू हामीले नोटबुक नम्बरसँग नै उहाँको जीवन कथामा समावेश गरेको छ ताकि भोलिको दिनमा अथेन्टिक होस् भनेर हामीले नोटबुक नम्बर र पेज नम्बर धरि लगाएर हामीले होइन त्यसरी यो काम गरेको छौँ र भोलिको दिनमा कोही खोजकर्ताहरू छ भने पनि एकदम आएर उहाँले हेर्दाखेरि त्यो हामी प्रुफ देखाउन सक्छौँ भनेर त्यो हिसाबले हामीले काम गरेको छौँ होइन र त्यसमा हाम्रो कुनै बनाउ कथा कहानी हामीले हालेको छैन अरेमा छैन हाम्रो होइन जति पनि उहाँले लेखेको यो बुक्सहरूमा जति जे लेखेको छ हामीले नोटबुक नम्बर लगाएर त्यसको पेज नम्बर लगाएर हामीले नोट गरेर त्यहाँनिर त्यो प्रकारले हामीले काम गर्दैछौँ है अनि तपाईँको भविष्यवाणीहरू त उहाँले त सबै कुरोहरू भविष्य जान्ने हो होइन
कहाँनिर के हुन्छ र सिक्किमको या पारिपट्टितिर होइन अब यसरी डेभलप भएर जान्छ त्यो जग्गा होइन बाटोहरू यसरी आइरहेको छ बत्ती आउँछ झिलिली बल्छ भने अब यो जग्गामा टुकी बाल्ने समयमा त्यसरी उहाँले भनिँदाखेरि चाहिँ उहाँलाई बौला भनेर पनि मान्छेले यो बौलायो है टिका बौला हो यसरी बत्ती बल्छ पार्टी कुनै के भनिन्छ रोड कुद्छ गाडी कुदेर देखिरहेको छु भनेर उहाँले भन्छ भन्ने कुरोहरू होइन त्यस्तोसम्म उहाँलाई होइन त्यो टाइमको यो चाहिँ यहाँ गाउँका बुढाहरूले भनेको कथाहरू लेखिराख्नु भएको छ अनि यो जग्गा चाहिँ एक दिन चाहिँ अब एकदमै राम्रो होइन यो सुम्तुम पोखरा जग्गा चाहिँ एकदमै केन्द्र एउटा होइन आध्यात्मिक केन्द्र भएर जान्छ होइन धेरै धेरै अब श्रद्धालुहरूको तीर्थयात्रीहरूको आगमन भएर जान्छ भनेर उहाँले होइन लेख्नु भएको छ तर अब हामी त्यो समयमा अहिलेसम्म पुगेको छैनौँ तर यसरी हामी लागि परेका छौँ कि यो जग्गालाई चाहिँ कसरी चाहिँ देखाउने संसारलाई हाम्रो अब नेपाली गोर्खाली अथवा सारा संसारलाई कसरी देखाउने भन्ने कुरोमा चाहिँ हामी लागि परेको छौँ अन्य धेरै भविष्यवाणीहरू छ होइन त्यो हामीले अहिले यहाँ भनेर अब भनि सकिँदैन तर हामी पछि तपाईँहरूलाई त्यो किताब मार्फतबाट होइन सबैले हेर्नु सक्नुहुनेछ उहाँको जीवनीमा हामीले पाइने कुराहरू यी कुराहरू छन् है र यो जीवनी जुन तपाईँहरूले प्रकाशित गर्नुहुँदैछ यसको के कति टाइम लाग्ला अलिकति दर्शकलाई एउटा समय चाहिँ हामी अहिले यति नै लाग्छ भने चाहिँ भन्नु सक्दैनौँ होइन तर अहिले हाम्रो काम भनेको टाइपिङको कामहरू मोटामोटी 80-90% टाइपिङको होइन सकिसकेको छ तर हामीले अब प्रुफको लागि हामी स्टडी गर्नु रहेको छ त्यहाँदेखि अब फाइनल प्रुफहरू गर्नु रहेको छ अझै हामीले अहिले उहाँको चेलाहरूको अनुभवहरू सङ्कलन गरिरहेको छौँ होइन उहाँको चेलाहरूले अब महागुरु टिकारामलाई कसरी देखेको थियो कहिले होइन उहाँ कस्तो हुनुहुन्थ्यो कति शक्ति थियो उहाँले भनेको वचनहरू के होइन कसो भनेको कसरी मार्गदर्शन गर्नुभयो भन्ने चेलाको अनुभवहरू बटुल्ने क्रममा चाहिँ हामी अलिकति ढिलाइ भइरहेको छ सोलुखुम्बु नेपालबाट सबैले हामीलाई पठाइदियो है यता सिक्किम दार्जिलिङबाट पनि फाटाफुटुक आउँदैछ तर पनि कतिजनाको रहिरहेको छ अनि ती ढिलो भएकोहरूमा पनि हामी उहाँहरूको घरमै गाउँमै गएर सङ्कलन गर्नेमा छौँ होइन ताकि हाम्रो सोच के हो भने नछुटोस् कोही पनि होइन यो किताब बार लेखिने भन्ने कुरो होइन हामीलाई लागेको छ है त्यसरी काम गरिरहेको छौँ अन्य अब यो किताब चाहिँ हामीले जति सक्दो चाँडै होइन अब प्रकाशित गर्नेमा लागेको तर पनि हाम्रो सोचाइ भनेको चाहिँ हामी प्रयास गर्नेछौँ यो उँधौली त अब हाम्रो सुरु भयो उँधौली है मङ्सिरहरूको मङ्सिरे होइन को समयहरूतिर उँधौलीको पूजा विशेष गरेर सिक्किम सरकारकै अब होइन अधिवान कतिजना हाम्रो होइन अफसर्सहरूले हामीलाई यसमा छापाको लागि सहयोग गर्दैछ उहाँहरूको निर्देशनमा पनि आज भर पर्नेछ कहिले यसलाई होइन विमोचन गर्ने भनेर छ भनेपछि यो त एकदमै खुसीको कुरा हो है र उहाँको जीवनी आइसकेपछि धेरैले नै यो विषयमा अध्ययन गर्न सक्छ र धेरैले नै बुझ्ने पनि छ है र विशेष गरेर अब यो धर्म सम्बन्धी एउटा जनसाधारणलाई नै यो चाहिने कुरा है जुन एउटा राईहरूको लिपि थियो यो लिपि सँगसँगै यो अहिंसा धर्म पनि साथमा आएपछि चाहिँ मान्छेलाई एउटा भरोसा हुन्छ होइन र यो सर्वसाधारणले यो कुरा बुझ्नुको निम्ति तपाईँ के भन्नुहुन्छ अब यो धर्म त अब हामीलाई चाहिँ के लाग्छ भने अब हामी यही कुलमा जन्मेकोले गर्दाखेरि अति अमूल्य छ होइन यसमा हामी अहिंसामा बस्दाखेरि शान्ति छ होइन झगडा छैन होइन हामीमा अब यसले हामीलाई पोजिटिभ भाइब्रेट दिन्छ होइन तर हामीलाई के लाग्छ भने अब यो धर्म चाहिँ अन्य हाम्रो है रावा पाछा होइन अन्य हाम्रो अब यो नेपाली समुदाय अन्य है विशेष गरी किराँत समुदायहरूले पनि यो धर्मलाई चाहिँ अब अपनाओस् भन्ने हामी होइन चाहन्छौँ है मागहरूलाई पनि हामी सेवा गर्दाखेरि है त्यसरी नै होइन यो अहिंसा धर्ममा आओस् लागोस् है र सबैको घरमा सुख शान्ति होइन फैलिएर जाओस् भन्ने चाहिँ हामीलाई त्यस्तो लाग्छ होइन विशेष यो अब हुनु पनि पर्ने हो है राई जातिको एउटा त्यत्रो महागुरु यहाँनिर ले अवतार लिनु भएको थियो र उहाँले एउटा लिपि जस्तो कुरो सृजना गरेर सृष्टि गरेर उहाँ बितेर जानुभयो र यतिको वर्षपछि पनि कसैले पनि उहाँलाई चिन्नु सकेको छैन कसैले भन्दा पनि धेरैले चिन्नु सकेको छैन होइन र उहाँलाई चिन्नुको निम्ति पनि यो एउटा जरुरी छ है र विशेष गरेर यहाँ केन्द्रबिन्दु एउटा यो क्षेत्र रहेको छ है
र यो सँगसँगै उहाँको समकालीन चाहिँ अहिले कति जस्तो हुनुहुन्छ? उहाँको समकालीन भन्ने त अब प्राय छैन नै भन्नुपर्छ है। हजुर। तर उहाँलाई कम्ती देख्ने है, उहाँलाई कम्ती सुन्ने चेलाहरू चाहिँ अहिले यस्तै 3-4 जना चाहिँ हुनसक्छ है। नेपालमा सोलुखुम्बुमा एकजना गुरु हुनुहुन्छ है, र यहाँ सेपीबाट अघि आउनुभयो सान्दिवा है, माङ्पा सान्दिवा हुनुहुन्थ्यो, उहाँ पलमान सान्दिवा अनि एसपी सान्दिवा अघि हुनुहुन्थ्यो। उहाँहरूले चाहिँ एउटा छोटो समयसम्म उहाँले देखेको समकालीन चाहिँ भन्नु मिल्दैन, उनीहरू धेरै सानोहरू र उहाँले गुरुको मुखबाटै नै प्रवचन सुन्न सक्नु भएको? हजुर, उहाँले चाहिँ एकदम प्रत्यक्ष उहाँले गुरुलाई देख्नु भएको है। अनि महागुरुको शक्ति, उहाँले शक्ति प्रदर्शन गरेकोहरू सबै त्यो चाहिँ प्रत्यक्ष देख्नु भएको होइन। उहाँहरूलाई धेरै कुरा छ, उहाँले लेखिदिनु भएछ उहाँले पनि होइन। महागुरु टिकाराम राईले कहाँ कहाँ के कसो गर्यो, के भयो भन्ने कुराहरू। र यहाँको मन्दिर सञ्चालनसँगै यहाँको धर्म स्थापनालाई अझै अगाडि बढाएर लाने सम्बन्धमा भविष्यको लागि के सोच्नु भएको छ? त्यो चाहिँ हामी अघि तपाईँहरूलाई भनिहालेँ, महागुरुको मृत्युपछि यहाँ धेरै नै अब ल्याक भयो है। विशेष गरेर आजको आधुनिक युगमा चाहिँ अब यो धर्म सङ्गठनहरू चाहिँ अब कसरी चल्नुपर्ने भन्दाखेरि एउटा कमिटी अथवा रेजिस्ट्रेसनहरू हुनुपर्ने होइन। माफ गर्नु होला है। अब त्यो हामी रेजिस्ट्रेसन गर्नेमा जमिनको रेजिस्ट्रेसनहरू हामीले गरिसकेका छौँ। अनि अब सरकारले रेजिस्ट्रेसन गर्ने हाम्रो पूर्व अब हाम्रो कार्यक्रम छ। अनि यसरी नै हामी रेजिस्ट्रेसन गरेर विशेष आर्थिक सङ्कलनहरू गरेर है यो जग्गालाई चाहिँ अझै अब आधुनिकीकरण गरेर लाने होइन। अलिक यो ब्युटिफिकेसन गरेर लाने, अनि आउने भक्तजनहरूको लागि बस्ने सबै सुख सुविधाहरू। र विशेष गरेर चाहिँ हामी अहिले वर्तमान चाहिँ यो मुद्दुम अध्ययन केन्द्र चाहिँ सञ्चालन गरिहाल्ने चाँडै भन्नेमा हामी होइन लागेका छौँ। त्यसको लागि चाहिँ हामीले अहिलेको लागि चाहिँ वर्तमानको लागि चाहिँ मेरो पनि अहिले बास सिक्किममा नाम्चीमै भइरहेकोले गर्दाखेरि नाम्चीमै उहाँ एनबी शान्तिवाको एउटा कुटी छ है। त्यो कुटी परिसरमा नै चाहिँ हामी इच्छुक गर्ने है, मुन्दुम पढेर आफ्नो संस्कार संस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने राईहरू होइन जति हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामी होइन यही अनलाइन मिडिया मार्फत चाहिँ निमन्त्रणा है दिएर अथवा इच्छुक यो आध्यात्मिक विषयमा रुचि राख्ने जति पनि छ उहाँहरूलाई चाहिँ हामी निमन्त्रणा गरेर चाहिँ हामी त्यहाँनिर स्टुडेन्ट हामीले पायौँ यो मुन्दुम सिक्ने भने चाहिँ हामी त्यहाँ हामी सुरु गर्ने अध्ययन केन्द्र सुरु गर्ने पनि हामीले होइन सोच बनाएको छौँ। बातचित भयो है। र हामी फेरि पनि यस्तै अब उहाँ सम्बन्धी लिएर धेरैवटा मिठो मिठो भिडियोहरू हामी लिएर आउनेछौँ। र अन्तमा हेरिदिनु भने दर्शकवृन्दलाई के भन्नुहुन्छ? सम्पूर्ण है अब यो सेरोफेरो अनलाइन मिडिया हेर्नुहुने दर्शकहरूलाई है यहाँ सुमथुम्पुखा माङखिमको तर्फबाट होइन अब सादर प्रणाम है, तपाईँलाई धन्यवाद होइन। र अब तपाईँहरूलाई हामी के मेसेज दिन चाहन्छौँ भने जो कोही आध्यात्मिक रुचि गर्ने र आफ्नो संस्कार संस्कृति होइन पञ्चकर्महरू भएको अध्ययन गर्ने है अब यो अहिंसा नीतिबाट जसलाई है इच्छा छ है उहाँ बुझ्नु चाहनेहरूलाई हामी होइन विद्वानहरूलाई हामी यहाँ निमन्त्रणा गर्छौँ है। र एकपल्ट महागुरु टिकाराम राईज्यूले लेखेको मुन्दुमहरू यहाँको सृष्टिभूमिको कथाहरू होइन हेर्नुलाई होइन बुझ्नलाई आइदिनुहोस् भनेर चाहिँ हामी होइन यहाँबाट अनुरोध गर्दछौँ। हुन्छ, धन्यवाद यहाँलाई समय दिनुभयो है। र सेरोफेरो तपाईँहरू जतिजनाले हेर्नुहुँदैछ कृपया दया गरेर सब्सक्राइब गरिदिनुहोस्, फलो गरिदिनुहोस् भन्ने हामी आशा गर्छौँ। र समय दिनुभएकोमा यहाँलाई धन्यवाद दिन चाहन्छौँ है। र यसरी नै मेरो साथमा यस भिडियो अनि यस समाचार बनाउनु निम्ति साथ दिनुहुने यहाँहरू एमबी राई अनि कृष्ण राईलाई पनि